हामी QGIS ट्युटोरियल हेर्नेछौँ। यसमा हाम्रो एक्सेलको फाइललाई कसरी QGISको फाइलसँग चाहिँ जोइन गर्ने र जुन हामीले एक्सेलमा डेटा बनाएको छौँ त्यो डेटालाई चाहिँ QGIS मार्फत भिजुअलाइज गरेर म देखाउने छु। ल अब हामी सुरु गर्नेछौँ। एट फर्स्ट QGIS फाइल खोल्नु पर्यो। रिकर्डिङ यही भएको छैन बे स्टार्ट भएको छ। QGIS फाइल हामीले ओपन गऱ्यौँ। बेसिक डेटा छ त्यसलाई योमा लगेर राखौँ। मैले धनकुटा फाइल प्रोफाइल नै छुट्टै डकुमेन्ट QGIS भनेर बनाएको छु। अब योमा हामीले धनकुटालाई लिएर ड्र्याग एन्ड ड्रप गरिदिउँ। ड्र्याग एन्ड ड्रप गर्दाखेरि हामीलाई अहिले पालिका लेभलको मात्रै चाहिएको छ, त्यो सिलेक्ट गऱ्यो, यो आयो है। अब त्यसपछि चाहिँ धनकुटैको हाम्रो जुन फोल्डर छ यहाँबाट हामीले 3 इयरको QGIS डेटा भनेर राखेको छौँ। यसलाई पनि ड्र्याग एन्ड ड्रप गरिदिउँ है। अब यति गरिसकेपछि नेक्स्ट भनेर लेयर्स प्यानल देखाएन, राष्ट्र भेक्टर वेब ब्राउजर लेयर्स प्यानल हराएको रहेछ। अब दुईटै फाइलहरू आयो है। हाम्रो QGISको पनि देखायो लेयरमा, हामीले पालिकाको पनि देखायौँ। अब पालिकाको ओपन एट्रिब्युट टेबल गरेर FID र कोडहरू दिएको छ। योसँग हाम्रो QGISको पनि म्याचिङ हुनु पऱ्यो क्या, के अरे एक्सेलको पनि म्याचिङ हुनु पऱ्यो। एक्सेलको हेरौँ है, हाम्रो के छ पालिका कोड भनेर राखेका छौँ हामीले। अनि यो पालिका कोडसँग हामीले म्याचिङ गर्ने भयौँ र यो धनकुटाको हामीलाई यो चाहिँदैन, यसलाई हामी डिलिट गरिदिन्छौँ है। यसलाई हामी होल सिलेक्ट गरेँ, यो सिलेक्ट गरेँ, डिलिट भनेर गरिदिउँ। यो बाँकीलाई सेभ गरिदिन्छौँ। अब हामीले पालिकाको कोडलाई धनकुटा पालिकाको फाइलमा गयौँ। यताबाट हामी अब जोइनमा जान्छौँ है। प्रोपर्टिजमा गयौँ, देन हामी जोइनमा गयौँ, एडमा क्लिक गरेँ। एडमा क्लिक गरिसकेपछि धनकुटा म्युनिसिपालिटी कुन लेयरमा हो, धनकुटामा हो, कोसँग पालिका कोडसँग हो, जुन यो जोइन फिल्ड भनेर एक्सेलको पालिका कोड र अनि यताको चाहिँ हाम्रो कोड जुन QGIS फाइल छ त्यसको कोडसँग चाहिँ म्याचिङ गर्नु पऱ्यो। यो जोइन फिल्ड नगर्दा नि हुन्छ है। स्पेसिफिक कुनै इन्डिकेटर मात्रै जोइन गर्नु छ भने जोइन फिल्ड गर्छौँ, देन हामी ओके गर्छौँ अनि यहाँबाट अप्लाई गरिदिन्छौँ र ओके गरिदिन्छौँ। ल है, डेटा जोइन हुँदैछ। अब हाम्रो लोडिङ भइरहेछ। धेरै ठुलो फाइल छ, 3 सालको एउटै फाइलमा राखेको छु, त्यो भएर जोइन हुन टाइम लाग्यो। अब जोइन भइसक्यो। अब हामीले गएर ओपन एट्रिब्युट टेबलमा गएर हेर्न सक्छौँ। हेर्नु सबै डेटा देखायो है। यो नभएको डेटा है, यो नल भनेको यो छैन, 0 भ्याल्यु भएको। अब योमा हजुरहरूलाई जुन इन्डिकेटर चाहिन्छ सबै हजुरहरूले चाहिँ सिलेक्ट गरेर यहाँबाट नि हेर्न सक्नुहुन्छ। अब म यहीँबाट देखाउँछु है। यो सिम्बोलोजीमा क्लिक गरेर अनि पालिकाको क्याटेगराइज गरिदिन्छु, कुन भ्याल्यु हेर्ने हो त अहिलेको लागि। QGISको हामीले योमा स्पेसिफिक नेम अलि देखिएन, अलिक ठुलो बनाऊ है, माथितिर ल्याएर कुन भ्याल्यु हेर्ने हामीले। अब रिपोर्टिङ स्ट्याटस त्यसपछि प्लान्ट इम्युनाइजेसन क्लिनिक, यो BCGको हेरौँ है, 8081को। यहाँमा क्लिक गरेँ मैले, ऱ्यान्डमाइज कलरमा क्लिक गर्छु, सब ब्लूमा क्लिक गर्छु, मलाई मनपर्ने कलर है, अनि क्लासिफाई गरिदिन्छु। ल हेर्नु त, यो BCGको कभरेज पर्सेन्टेज चाहिँ देखायो यसले। सबभन्दा बढी धनकुटामा छ है, 99%। द्याट्स अल अबाउट द हाउ टु जोइन दि हाम्रो एक्सेल फाइल विथ QGIS फाइल। थ्याङ्क यू। कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्नु होला। र नेक्स्ट भिडियो अब हाम्रो नेक्स्ट भिडियोको लागि सब्सक्राइब गर्नु होला।